दर्शकहरू नमस्कार। म यो बेला बेलामा विभिन्न विषयवस्तुलाई लिएर भिडियो बनाउँदै आएको छु। आज पनि यो भर्खरै यो अहमदाबादमा प्लेन दुर्घटना इन्डियामा प्लेन दुर्घटना भयो, त्यसको विषयमा लिएर केही कुरा गर्न गइरहेको छु। यो म सम्बन्धित विश्व यो प्रविधिसँग के अनुरोध गर्न चाहन्छु, त्यसतर्फ ध्यान पुर्याउन चाहन्छु कि अनुसन्धानकर्ताहरूसँग यो यस विषयसँग जो जानकार हुनुहुन्छ, जो अनुसन्धानका लागि अग्रसर हुनुहुन्छ, उहाँहरूले यस्तो अनुसन्धान गर्नु पर्यो कि के प्लेन अब दुर्घटना अवश्यम्भावी छ भन्ने थाहा पाएपछि के हवाईजहाजबाट पनि त्यो जस्तो हेलिकप्टरबाट प्यारासुटबाट हाम फाल्छन् त्यसरी हाम फाल्ने व्यवस्था लिएर उत्रन मिल्ने किसिमको प्रविधिको विकास गर्न मिल्दैन र? यो यस विषयमा सम्बन्धित विशेषज्ञहरूले ध्यान पुर्याए धेरैको अकालबाट ज्यान बच्थ्यो कि